त्यसरी सुरु गरेँ हो। आइटीबाट नै सुरु गरेँ मैले यो अराइकल सर्टिफाइड प्रोफेसनलमा मैले सर्टिफिकेसन पनि गरेँ। त्यसपछि डेटाबेस पर्फर्मेन्स ट्युनर भनेर त्यो बेलामा चाहिँ नि मैले ट्युनिङहरू गर्थेँ। यो नेपाल टेलिकम, नेपाल ब्याङ्कको यिनीहरू कामहरू पनि गरेँ। यसमा मैले सबैमा पढाएँ पनि। मैले यता आफ्नो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ नि मेरो ब्याकग्राउन्ड चाहिँ यही। त्यही भएर मैले यो किन राखेँ भन्दा म आइटी टेक्नोलोजीमा प्र्याक्टिसनर पनि थिएँ र टिचर पनि हो होइन। यो सबैमा पढाउँथेन मैले। टियुमा चाहिँ नि यो एमएससीलाई पनि पढाउँथेँ मैले होइन। टियुमा पोखरा युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी, यो सबैमा मैले पढाएको छैन। त्यो ब्याकग्राउन्डबाट स्टार्ट गरेर मैले होइन एउटा टिचरले स्टार्ट गरेर अहिले चाहिँ नि आजको दिनमा कुरा गर्दाखेरि 3 वर्ष अगाडि हेर्दै थियो त्योभन्दा पनि प्रोग्रेसिभ भएर आजको दिनमा चाहिँ हाम्रो प्रडक्टहरू प्रथम देशमा छ। हाम्रो प्रडक्ट र सर्भिसेसहरू भनौँ हामीले प्रोभाइड गर्ने नेपालमै 1 लाख प्लस माइ सेकेन्ड टिचर पोस्ट स्टाफहरू छन्। यो लास्ट इयरको डेटा हो। अहिले 11,500 पुगिसकेको छ, इन्क्लुडिङ एपेक्स होइन। एपेक्स अब कलेजमै हायर एजुकेसनमा अब 5वटा हाम्रो इजिङटन, हेरल्ड, इटरी, विराटनगर, पोखरा त छँदै थियो। त्यसपछि यो लास्ट 2 इयर्समा हामीले थपेको चाहिँ नि एपेक्स भयो, यो काभ्रे नै भयो। त्यसपछि पोखरामा फिस्टल माउन्टेन र सिजिआई त्यो हामीले अक्वायर गऱ्यौँ। अन्त 10वटा स्कुल कलेजेसहरूमा खोलेका छौँ हामीहरू होइन। अहिले 1400 प्लस स्टाफ मेम्बर्सहरू छौँ हामीहरू। सबै त्यसले गर्दाखेरि नेपालको कुरा गर्दा 25वटा कम्पनी, 40वटा ब्रान्ड्सहरू प्रडक्टहरू बनाइसकेका छौँ। अनि 7वटा आइटी कम्पनी भन्दा आजको दिनमा चाहिँ नि आइटी चाहिँ हाम्रो यहाँनिर छ। 7वटा कम्पनीजहरू भयो होइन, जसको आफ्नै पार्टनरसिपहरू छ। इनोभेटिभ र एडभान्स पेडागोजीले सिङ्गापुरको थ्रुबाट साउथ इस्ट एसियामा अगाडि बढिरहेका छौँ हामी होइन। यो सेक्युर आइटी ल्याब भनेको अस्तिनमा छ होइन। हाम्रो साइबर सेक्युरिटी कम्पनी भैरव टेक यहाँ बालुटारको कम्पनी भयो होइन। बालुटार कम्पनीले चाहिँ नि भनौँ न वर्ल्डमै चाहिँ नि हजुरको झन्डै 110वटा क्लाइन्टहरू, ग्लोबल क्लाइन्टहरूलाई चाहिँ नि यसले केटर गरिरहेको छ। भन्दा नेपालको साइबर सेक्युरिटी कम्पनी भन्नुहोस् न त्यहाँ छौँ भन्दा यो क्लाइन्टहरू यो सबैहरू चाहिँ नि हामीहरू यसमा कलेजहरू 10वटा पुग्यो। अरू कम्पनीहरूमा मुभी मेकिङमा छौँ हामी, कन्सल्टिङ छौँ, फुड्सहरू 3-4वटा ब्रान्ड छ होइन। आइटी प्याकेज आजको सेसन छ होइन। पब्लिकेसनमा जाँदैछौँ हामीहरू भन्दा यसरी चाहिँ नि होराइजन एक्सपान्ड गर्दै गएको छौँ हामीहरू। एलाबोरेट गर्छौँ हामीहरू। अब एउटा हाम्रो की कम्पनीहरूको नामहरू लिँदाखेरि अलिकति गर्नु लायकको कम्पनीहरूको अथवा भेन्चरको नाम लिँदा चाहिँ एउटा भैरव पनि होइन। नेपालीहरूले हामी फिजिकल सेक्युरिटी गार्ड मात्रै होइन कि हामी साइबर सेक्युरिटीमा पनि गर्न सक्छौँ भनेर प्रुभ गर्न सक्सेस भएको हाम्रै ग्रेजुएट होइन, हाम्रै टिचर्सहरू, फ्याकल्टी मेम्बर्स, हाम्रै ग्रेजुएट्सहरू राखेर यो सर्भिस प्रोभाइड गर्न सकिन्छ भन्ने प्रुभ गरेको कम्पनी यो एउटा अन्य हो होइन। नेपालको साउथ एसियामा एकदम कम सक्दो यो सर्टिफिकेसन लिने यो मात्रै हाम्रो यो मात्रै कम्पनी हो। आइएसओ 27001 लिने पनि नेपालमा धेरै कम छ। त्यो मध्येमा यो हाम्रो भयो। प्यारिस ओलम्पिकको चाहिँ साइबर सेक्युरिटीको एउटा पार्ट हामीले नेपालबाट गरेका थियौँ। त्यहाँ ओलम्पिक हुँदै गर्दा हामीले यहाँबाट चाहिँ साइबर सेक्युरिटी मेन्टेन गरेका थियौँ होइन। हाउस जस्तो चाहिँ जस्तो $19 बिलियन कम्पनीको चाहिँ नि हामी यहाँबाट साइबर सेक्युरिटी गर्छौँ। टोयोटा फाइनेन्सियल सर्भिसेस भनेर टोयोटाको ग्लोबल फाइनेन्सको साइबर सेक्युरिटी हामी नेपालबाट गर्छौँ होइन। अब वर्ल्डमा चाहिँ नि 150 मध्येमा पर्छौँ। यो वर्ष वर्ल्डको सबै साइबर सेक्युरिटी कम्पनीमा 54मा छौँ, 54औं नम्बरमा छौँ हामी। एसियामा 5मा पर्छौँ हामी। साउथ एसियामा इभन टाटा कन्सल्टेन्सी सर्भिसेसलाई पनि पछाडेर हामी नम्बर 1 छौँ भन्दा सक्दो रहेछौँ हामीले चाह्यौँ भनेदेखि भन्ने एउटा इक्जाम्पलको लागि मात्रै मैले सेयर गरेँ तपाईँहरूलाई होइन। र आज कुरा गर्न गएको यो आइटी इम्प्याक्ट जुन जसलाई चाहिँ टेक्नोलोजी पार्टनर माइ सेकेन्ड टिचर छ त्यसले ब्याकअप गरेर चाहिँ नि अहिले जुन नेक्स्ट मुभ गरिरहेका छौँ हामी, जतातिर जान खोजिरहेका छौँ, जुन एउटा एजुकेसनको डाइनामिक्स चेन्ज गर्न खोजिरहेका छौँ हामीले। हाम्रो यहाँको स्कुलहरू जुन हजुरहरूले लगानी गर्नुभएको स्कुलहरू हामीले के लाग्छ भन्दाखेरि सिङ्गापुरको स्कुल भन्दै मान्छेहरूले भन्छन् होइन। म आफै व्यक्तिगत हजुरहरू पुग्नु भएको छ, व्यक्तिगत रूपमा जाने हो भने 2-4वटा कुरा फिक्स गर्ने उनीहरूभन्दा हामी केही पनि कम छैन। आज काव्यलाई सिङ्गापुरियनहरू आउँदाखेरि यो त सिङ्गापुरको स्टाइलको छ, त्यहाँको एभरेजभन्दा माथिको लेभलको स्कुल छ भनेर भन्छ। किनभने टेक्नोलोजी हामीले युज गरेका छौँ, फुल टाइम फ्याकल्टिज, रिसोर्सेस त्यही अनुसारको युज गरेका छौँ भन्दा त्यहाँको स्कुलसँग बराबर गर्न सक्ने हामी त्यो ताकत राख्छौँ हामी होइन। त्यो राख्नलाई चाहिँ मुख्य भूमिका कसले गर्छ भन्दा यो आइटी प्याकेज छैन। हामी त्यसको थ्रुबाट अगाडि बढिरहेका छौँ। र हाम्रो सबभन्दा आइटीको अहिलेसम्मको भैरव टेक छ, माइ सेकेन्ड टिचर छ, यो सबै हुँदै पनि इजिङटन नै भनौँ हाम्रो होइन फ्ल्यागसिप अर्गनाइजेसन, त्यो हुँदै पनि हामीले आइटी प्याकलाई चाहिँ नि यसलाई अगाडि बढाइरहेका छौँ। द मोस्ट भ्यालुएबल र इम्पोर्टेन्ट कम्पनीज आइटीको भनेर
होइन। नेपाल बनाउनेहरूको सञ्जाल भनेर हामी यसमा टिचरहरूलाई जोड्छौँ, किनभने टिचर्सहरूलाई पनि एउटा लेभल अफ मोटिभेसन छैन हेर्नु न। या होइन सरकारी स्कुलको कुरा नगरे पनि हाम्रै प्राइभेट स्कुलहरूको पनि होइन मोटिभेटेड देखिँदैन। कतिखेर क्यानाडाको चाहिँ नि अमेरिका र क्यानाडाको चाहिँ नि भिसा लगाएर बसिरहेको हुन्छ, अप्लाई गरिरहेको हुन्छ, भोलि मेरो त अर्को हप्ता उठ्नुपर्ने छ, टिकट लिइसक्यो भनेर लिएर आउँछ। वास्तवमा त्यहाँ गएर पनि त हुने त केही पनि होइन होइन, स्ट्रगलै गरे हुन्छ, यहाँभन्दा बढी स्ट्रगल गरे हुन्छ भन्दा त्यो खालको टिचर्सहरूले पनि मोटिभेसन गरेर नेपाल छोड्नु पर्दैन भन्ने हिसाबमा त्यो नेटवर्कको चाहिँ नि हामीले यसबाट बनाउन खोजिरहेका छौँ। आज त्यसैको आधारमा कुरा गर्दाखेरि अब माइसेरी टिचरतिर जाँदा त्यो आइजी इम्प्याक्टलाई टेक्नोलोजीले ब्याकअप गर्ने चाहिँ माइसेरी टिचर हो। हामी पहिला माइसेरी टिचर मात्रै हाम्रो लिएर गएको थियौँ, टेक्नोलोजी मात्रै होइन, यो वर्षसम्म पनि टेक्नोलोजी मात्रै छौँ भनेदेखि आइजी इम्प्याक्टले चाहिँ फिजिकल पब्लिकेसनमा पनि जाँदैछौँ। हामीले नेक्स्ट इयरको चाहिँ नि क्लास 8, 9, 10 को बुक्सहरू हामी लिएर आउँछौँ। जस्तो स्याम्पल बुकहरू निकाली पनि सकेका छौँ हामीले, अहिले अलिअलि सेयर पनि गरौँला। र त्यो माइसेरी टिचरको ग्लोबल कुरा गर्ने हो भने मैले अघि पनि गरेँ 51वटा देशमा चलिरहेका छ, 9000 प्लस स्कुल, जसमा चाहिँ 2000वटा प्लस चाहिँ इन्टरनेसनल स्कुल्सहरू छ, 7000वटा चाहिँ इन्डिभिजुअल स्कुल छ। यसमा नेपालको इन्क्लुड छैन होइन। त्यसपछि 7वटा ग्लोबल अवार्ड जितिसकेका छ, जसमा सिङ्गापुर गभर्मेन्टदेखि लिएर एसिया पेसिफिकमा चाहिँ टप एटेक प्रोभाइडर भन्ने चाहिँ ग्लोबल अवार्ड्सहरू जितिसकेका छ। हाम्रो डेभलपिङ एकदम डेभलप कन्ट्रीहरू फ्रान्स, जापान, सिङ्गापुर, न्युजिल्यान्ड, युके यस्तो देशहरूमा पनि चलिरहेका छ प्रडक्टहरू चाहिँ। हामी यो प्रडक्ट 3 वर्षको दौरानमा हामीले प्रोग्रेस गरेको यो त्यतिखेर एउटा अवार्ड पाएको थियौँ क्या, अहिले 7वटा पुऱ्याइसकेको होइन, हामी त्यहाँ पुगिसकेका छौँ। यो भिडियो पहिला पनि देखाएको थिएँ माइसेरी टिचरको नेपालमा के गर्न खोजिरहेको, अनि मैले यसलाई स्किप नै गरेँ होइन। वेबसाइटमा पनि छ, यसलाई स्किपै गरेँ मैले। नेपालको कन्टेक्समा 150वटा भन्दा बढी गइसक्यो। हामी पूर्वदेखि पश्चिमसम्म अब पुरै नै कभर भइसकेका छौँ हामी होइन। जलगढीदेखि लिएर झापासम्म हामी चाहिँ सबैतिर पुगिसकेका छौँ। अब एक्सपान्सनको फेजमै छ। यो हप्ता पनि हामीले 4-5वटा स्कुलहरू नयाँ स्कुलहरू अनुभव गरिसकेका छौँ। यो हप्ता नै पनि होइन एक्सपान्सन फेजमा छौँ हामी होइन। अब पेडागोजीको कुरा गर्दाखेरि चाहिँ मैले अघि 3टा कुरा उठाएँ। हामी कहीँ हाम्रो बच्चाहरू कम्पिट गर्न नसकेका छ जस्तो लाग्छ। त्यही मैले अब भनौँ न 1-2-4वटा हाम्रो स्कुलको कुरा नगरिकन किनभने आफूले सबैको कुरा गर्दा हाम्रो बच्चाहरू 2-4जना गयो भने टप गरेर देखाइदिन्छ। नत्र यिनीहरू एभरेज लिने हो भने त्यो बिचको त्यो मोटो एउटा पर्सेन्टेज लिने हो भनेदेखि एभरेजै निकाल्ने। मलाई चाहिँ के लाग्छ भन्दाखेरि आफ्नो एक्सपिरियन्सले गर्दाखेरि पनि जुन आइएनजीको संस्थाहरूले गरेको कारणले नै के लाग्छ मलाई चाहिँ के लाग्न थाल्यो भन्दाखेरि यो 3टा कुरा फिक्स गऱ्यो भनेदेखि हाम्रो बच्चाहरूले संसार जान सक्छ होइन। हामी भनौँ न सिधै भन्दाखेरि अब हजुरहरू हुनु होला त्यो स्कुलबाट रातो बङ्गलाकै नाम लिँदाखेरि पनि के त भन्दा जो बच्चालाई हेऱ्यो भने यसै लेखाउनलाई चाहिँ नि बाहिर एडमिसन लिनको लागि चाहिँ गराउँछ, विदेश पठाउने चाहिँ नि बच्चा उमार्ने फ्याक्ट्री नै भन्छ रातो बङ्गला आरबिएसलाई होइन। भन्दा त्यो गर्न नभइकन त्यसलाई अगाडि नबढाइकन नेपालमै गर्न सकिन्छ अथवा बाहिर गए पनि कन्कर गर्न सकिन्छ, जानको लागि जाने होइन भनेर यो 3टा कुरा फिक्स गऱ्यो भने हुन्छ जस्तो लाग्छ। हामीले पनि त्यही नै गरे हो होइन। आवासको कुरा गर्ने कि होइन हजारौँ भइसक्यो त्यस्तो। विदेशमै गएर पनि चाहिँ नि ब्याङ्क अफ न्युयोर्कको चाहिँ भाइस प्रेसिडेन्ट भएको हाम्रै छ होइन। उसमा चाहिँ नि सिनियर आर्किटेक्ट यसको सिनियर आर्किटेक्ट भएको हाम्रै अलुमनाइ छ। गुगल, फेसबुक जुनसुकै कम्पनीको कुरा गर्ने भने हाम्रै ग्रेजुएट्सहरू छ। भन्दा 3टा कुरा फिक्स गऱ्यो भनेदेखि माथि आउँदो रहेछ भने हामी पनि एक्सपिरियन्स गऱ्यौँ, ग्लोबल्ली पनि त्यही भन्छ, बाहिरबाट हामीले सिकेको पनि त्यही, हजुरहरूले पनि त्यही सिक्नु भएको होला भन्दा अहिले यही 3टा कुराको चेरोफेरोमा राखेर सल्युसन लिएर आएको होइन। अब त्यसमा चाहिँ नि भनौँ न हामीले पढाएको जस्तो र बाहिर पढाएको एउटा छैन, डेफिनेटली छैन। हाम्रो अहिले जतिसुकै भयो भने थोरै इम्प्रुभमेन्ट भएको होला होइन। त्यो पनि नगर्ने स्कुलहरूले 20वटा 50वटा कतिवटा स्कुलले गरे भनेर प्रोग्रेसिभ भन्ने भयो आफूलाई। फेरि म आफै पनि छोरालाई चाहिँ नि मैले सबैभन्दा धेरै स्कुल चाहेको मेरै छोरालाई हो होइन। 5वटा स्कुल पुऱ्याएँ, 5वटा स्कुलमा कुनैसँग पनि चित्त नबुझेर लास्टमा 11-12 यहीँ ल्याएर पढाउनु पऱ्यो मैले होइन। त्यो हिसाब यही ल्याएर पढाएँ भन्दा हाम्रो इन्स्ट्रक्टिभ मेथड र भोग्ने नै जेसुकै भन्नु पनि हाम्रो असेसमेन्ट पनि त्यही हुन्छ। अब क्लास 9को कम्प्युटर साइन्स चेन्ज गऱ्यो सबै भन्यो, सिडिसीमा गएर हामी के गर्यो भने राइट डाउन द हिस्ट्री अफ पाइथन भनेर प्लिज यस्तो क्वेसन चाहिँ नबनाइदिनुहोस् है भनेर त्यहाँ भन्यो, जसमा त्यही आउँछ होइन। प्रोजेक्ट 50 मार्क्सको छ अहिले प्र्याक्टिकल वर्क, भोलि के हुनेवाला छ भन्दा त्यो 50मा 49 स्कुलले हालेर गर्छ। पाइथनको त्यो डाउनलोड गरेर इन्स्टल गर्न पनि जान्दैन बच्चाहरूले। त्यो नगरिदिनु है भनेर चाहिँ नि घचघच्याउने काम हामीले गरेको छ। अब त्यसलाई चाहिँ नि प्याप्सनले हजुरहरूले इन्डिभिजुअल रूपमा चाहिँ चाहिन्छ, किन भन्दा हाम्रो यो ट्रेन्ड तोड्नै पर्छ होइन। त्यो हिसाबले
अलिकति इन्स्ट्रक्टिभ मेथडबाट वान वे डेलिभरी मेथडबाट चाहिँ हामी कन्स्ट्रक्टिभ कोलाबोरेटिभ इन्क्वायरी बेस्ड लर्निङमा त्यतातिर सिफ्ट हुनैपर्छ, पेडागोजी चेन्ज गर्नैपर्छ। के को लागि त भन्दा खालि एक्जाम पास गर्नलाई पढाएर त भएन, कमसेकम स्कुलमा त भएन एक्जाम पास गर्नु। अब त त्यसै पनि सर फेल हुँदैन बच्चा होइन। अब एसई पनि आज के गर्यो समितिले कुनै निर्णय के गर्यो के अरे होइन, एसई पनि नहुने भएपछि हामीले पास गराउनु पर्ने बाध्यता त कमसेकम स्कुल एजुकेसनसम्म त छैन, 11सम्म त छैन। बच्चा त प्रोग्रेसिभ रूपमै छ, आफै जान्छ भनेपछि अब चाहिँ हामीलाई माहौल के त भन्दाखेरि अलिकति यो इन्क्वायरी बेस्ड लर्निङ, कोलाबोरेटिभ र कन्स्ट्रक्टिभ लर्निङमा जाउँ न भन्ने हिसाबले अब फिजिबल पनि छ भनेर हामीले चाहिँ नि त्यसको वरिपरिमा यो पेडागोजी यिनीहरू चेन्ज गर्न खोज्यो। करिकुलम चेन्ज गरेको छ होइन, टिटिसीले गरेको छ, सबै करिकुलमहरू चेन्ज गरेको छ, तर पेडागोजी चेन्ज गर्न सकेको छैन। पढाउने तरिका त्यही नै छ होइन। 2-4वटा मैले फेरि पनि भने 2-4वटा स्कुल छोडेर 2-4वटा 20-50वटा स्कुल छोडेर अरूमा त त्यही नै छ। पुरानो हामी जसरी बेसिकली हामी जसरी पढ्यौँ त्यसै गरेर पनि पढाइराखेको छ। अझ कति ठाउँमा त सानो हाम्रै फर्म हो, सेयर गर्नुहुन्छ, काठमाडौँ बाहिरको प्राइभेट स्कुलहरूमा जाँदाखेरि मैले आफैले आन्सर के दिलाउन सकिनँ भन्दाखेरि बच्चाहरू गभर्मेन्ट स्कुल नगइकन प्राइभेट स्कुल किन आउँछन् भनेर मैले आफूलाई नै आन्सर दिनु सक्दिनँ। यदि म त्यो ठाउँमा जन्मेको भए म मेरो छोरालाई किन प्राइभेट स्कुल पठाउँछु गभर्मेन्ट स्कुल नपठाइकन भनेर चाहिँ मैले सोध्छु होइन। भनौँ न गभर्मेन्ट स्कुलमा सरकारले बनाइदिएको छ, न उनीहरूलाई ब्याज तिर्नु पऱ्यो न केही गर्नु पऱ्यो होइन, त्यो बाटो आफ्नो ठाउँमा छ। प्राइभेट स्कुलहरू हेर्ने हो भनेदेखि जमानामा चाहिँ बोर्ड फसाउने स्कुलहरूमा त्यो म पढ्ने बेलामा जुन फर्निचर छ सायद अहिले पनि त्यही फर्निचर छ। बाध्यता छ, प्राइभेट स्कुललाई छ बाध्यता आफूले गर्नु, तर पनि प्रोग्रेस त केही न केही त चाहिन्छ। भुइँमा चाहिँ नि बच्चाहरू हिँड्दा त्यो कति वर्षदेखि हिँड्दा फाल्टै परे चाहिँ नि भुइँ राखेर गर्दाखेरि चाहिँ उता सरकारले पेलेको पेलै छ भन्दा फरक के त भन्ने पनि आयो होइन। फरकै देखाउनलाई पनि त होइन, गभर्मेन्ट स्कुल र प्राइभेट स्कुलमा फरकै देखाउनलाई त कमसेकम इङ्ग्लिस मात्रै नलिएर आउँ आजको दिनमा भन्ने छ। व्यक्तिगत मैले एकदम हाम्रो क्लोज सर्कल भएर मात्रै सेयर गरेर हो भन्दा यो चेन्ज भयो, तर पढाउने तरिका चेन्ज गर्न सकेन हामी होइन। अब हामीले सिकेको के त भन्दा सिकेको र गरेको के त भन्दा हामीले पेडागोजी अपडेट गऱ्यौँ होइन। हायर एजुकेसनमा केम्ब्रिज पेडागोजी लिएर आयो, कन्टेन्ट रियल लाइफ एप्लिकेसन यो युज गरेर हायर एजुकेसनमा पढायो। आज आवास जस्तो हजारौँ बच्चाहरू निकाल्यो जो सक्सेसफुल्ली लोकल मार्केटमा र ग्लोबल मार्केटमा तह क्यापिटल गरेका छन्। त्यो चेन्ज हो। जबकि आज भनौँ न हायर एजुकेसन चाहिँ नि मर्ज हुने अवस्थामा पुगेको छ। बासेसमा बच्चाहरूमा बाहिर हाहाकार छ भनेदेखि अहिले आइजीको सबै कलेजहरूमा प्याक भएर एपेक्समा धरि लास्ट इयरको कम्पेरिजनमा यसपालि 120%ले एडमिसन बढेको छ भन्दा यही नै काम होइन। टिचिङ रिसोर्सेसहरू बनायो इन्टरनेसनल लेभलको, ग्राफिक बुक्स, भिडियोज, टिचिङ स्लाइड्स, एक्जाम नोट्स। किनभने अब हायर एजुकेसनमा हामीले के गर्नु भन्दा युनिभर्सिटीले प्रोभाइड गरिदिने भयो सबै, पेडागोजी पनि उसले दिने भयो, यो नोट्सहरू पनि सबै उसले दिने भयो, त्यसपछि टेक्नोलोजी दिने भयो उनीहरूले होइन। यो सबै दिएर चाहिँ नि हामीले त्यहाँबाट सिकेको कारणले यतापट्टि स्कुल एजुकेसनमा नभएको कारणले गर्दाखेरि चाहिँ नि हामी बनाउनु बाध्य भयो र हामीले त्यहाँ अवसर पनि देख्यौँ र बनाउँदै अब अहिले बिस्तारै इम्प्लिमेन्ट गर्दै अगाडि बढिरहेका छौँ हाम्रो होइन। यही त हो हाम्रो बाबु त होइन। आज बच्चाहरू घरमा यसरी हुन्छ, स्कुलमा आउँदाखेरि यो हालत छ होइन। यही नै ठ्याक्कै यो पद्धतिको फोटोहरू राखेको यही नै अलिकति बीसी क्याटेगोरीको स्कुलमा यो होला, ए क्याटेगोरीकोमा यही नै होला भन्दा घरमा यसरी पढ्ने बच्चाहरूलाई स्कुलमा यता आएपछि स्कुल जान्न भन्ने त्यही नै हो। हामीले एकचोटि इजलिङटनमै गएका थियौँ, सर्वे गरेका थियौँ, फ्राइडे रमाइलो लाग्छ कि मन्डे रमाइलो लाग्छ भन्दाखेरि 80%ले फ्राइडे रमाइलो लाग्छ भने किन भन्दा भोलिपल्ट बिदा छ। त्यसलाई हामीले फ्लिप गर्ने जमाना मन्डे रमाइलो लाग्ने गरौँ, सन्डे रमाइलो लाग्ने गरौँ भनेर हामीले काम गऱ्यौँ, थुप्रो काम गऱ्यौँ। इन्टरनेटको स्पिड बढायौँ, क्याफेहरू खोल्यौँ इजलिङटनमा होइन, प्रोग्रामहरू गऱ्यौँ। हजुरलाई थाहा नै छ कन्सर्ट नेपाल राज्यले नगरी जति कन्सर्ट त्यो इजलिङटनमा उनीहरूलाई त्यहाँ राख्नको लागि ताकि बाहिर नजाओस्। फुड कम्पनीहरू त्यहाँ क्याफेहरू लिएर थुप्रो काम गऱ्यो। आज पनि सोध्ने हो भने बच्चाहरू ओहो भोलि त कलेज जाने दिन हो भन्छ, ह्याङ आउट स्पट्सहरू बनाइदियो होइन। त्यो गराइदिएको छौँ भन्दाखेरि हामी पनि कुनै न कुनै हिसाबमा चाहिँ बच्चाले चाहिँ नि इन्गेज हुने हिसाबले पढाउन जरुरी छ होइन। नत्र अटेन्सन स्पान कति कम छ हेर्नु न होइन। बुढे औँलामा छ उनीहरूको
होइन केही चाहियो भनेदेखि केही गर्न सक्ने बुढियाउलामा छ उनीहरूको त अटेन्सन स्पान त घट्दै घट्दै कहाँ पुगेछ यदि हामीसँग अहिलेको बच्चाहरू नडराउने हो भनेदेखि कोही पनि पढ्छन् जस्तो लाग्दैन क्लासमा चाहे बच्चा मात्रै होइन इभन ब्याचलर्समा पनि त्यही जस्तो अटेन्सन स्पान त्यस्तो कम भइसक्यो भनेपछि अब हामीले चाहिँ नि यो लेक्चर मेथड अल्गोरिथम पेडागोजी होइन टिचिङ मटेरियल्सहरू पनि भनौँ न मैले यो किताब नै लिएर आएको छु यो पनि किताब होइन जुन हामी यही थिममा जाँदैछौँ हामी पब्लिकेसन्सको लागि हाम्रो नेपालमा पाइने पनि किताब मेरो आफ्नै हजुरहरू पढ्नुहुन्न होला त्यसमा मैले 2-4जना राइटरहरू चिनेको हाम्रो यहीँ माइसेङ टिचरमा पनि काम गर्नुहुन्थ्यो निकालेर पठायौँ हामीले बुक राइटरहरू 4वटा इन्डियन किताब राख्ने अनि त्यहाँबाट गर्दै गर्दाखेरि त्यहाँबाट एब्स्ट्राक्ट निकाल्दाखेरि के निस्किने हाम्रो बच्चाले हामीले त कस्तो हो भने साइन्स भने त एकदम बुद्धिमानले मात्रै पढ्ने टेक्नोलोजी भने त एकदम हाइएस्ट मार्क्स ल्याउनेले मात्रै पढ्ने तिमीहरूको लागि होइन भनेर त्यो यति गाह्रो बनाइयो त्यो हिसाबमा वास्तवमा गाह्रो त रहेछ नि होइन टेक्नोलोजी आइएनजी टेक एजुकेसनमा आइएनजी छिर्नुभन्दा अगाडि भाष्य निर्माण के थियो भन्दा सबैले बुझाइएको के थियो भन्दा टेक्नोलोजी इन्जिनियरिङ भनेको जो पाइ त्यसले पढ्ने होइन सरकारले 12 पास गराइसकेपछि नि फेरि एन्ट्रान्स दिनुपर्छ अनि मात्रै पढ्न पाइन्छ है इन्जिनियरिङ र टेक्नोलोजी किन त्यो असाध्यै गाह्रो छ त्यो बनाइ वास्तवमा रहेछ नि त आज आइएनजीको हरेक कलेजमा हेर्ने हो भनेदेखि 90+% प्रोग्रेसन रेट छ फर्स्ट इयरमा 1000जना भर्ना भएको छ भने 900जना ग्रेजुएट भएर काम गरिरहेको छ गाह्रो त होइन रहेछ नि त बनाइ हामीले रिसर्च पनि गऱ्यौँ त्यसमा बनाइदिने के रहेछ त भन्दा कतिपय टिचरलाई पनि दोष नहुन्छु म आफैले पनि दोष दिन्छु मैले नै पढाउँदाखेरि पनि गाह्रो टपिक आयो भने आफूलाई गाह्रो लाग्छ मलाई गाह्रो लाग्यो है म सक्दिनँ भन्न त मिलेन टिचरले अनि के त यो टपिक नै गाह्रो छ यो राम्रोसँग पढ है यो एकदम गाह्रो टपिक हो भनिदिएपछि अनि त्यो बच्चा डिमोरलाइज हुन्छ भन्दा त्यसबाट चाहिँ नि हामी निस्किन जरुरी छ होइन टेक्नोलोजी इन्टिग्रेसन त गभर्मेन्टले बोक्ने नै होइन जाँचमा आउँछ मैले एसएलसी दिँदाखेरि ट्रायल ब्यालेन्स र ब्यालेन्स सिट भोकेर गएको नम्बर मात्रै चेक गर्ने हिसाबले लजिक्सहरू केही पनि नचाहिने छ हाम्रो त्यही नै अहिले पनि कतिपय हिसाबमा त्यस्तै नै छ होइन इन्ट्रेक्सन कम यो त झन् तल लेभलमा त्यति साह्रो छैन 11-12मा त सबभन्दा ठुलो क्यान्सर र महामारी नै यही होला 10 इतिहाससम्म आनन्दले बस्ने केही पनि नपढाउने अनि 3 देखि 3 महिनामा अब जहाँ चाउन लाग्यो भनेर संसार खपा गर्दा यसरी त्यो जुम्लाको एउटा भाइ थियो रुलु गरेर पढ्ने त्यसरी चाहिँ पढाउने परम्पराको 11-12मा त टन्नै छ होइन अनि टिचर्स एज द ओन्ली सोर्स अफ नलेज हामी पढ्दा जे त्यही मैले भनेपछि मान्नु कहाँ त्यस्तो हुन्छ भन्ने होइन असेसमेन्ट ओभर अन्डरस्ट्यान्डिङ कन्टेन्ट कति बुझ्यो त्यसको भन्दा यो प्रब्लमहरू स्कुलमा चाहिँ कतिपय अहिले पनि त्यो भएको चाहिँ हामीले देख्यौँ होइन अनि यसले के त भन्दा टिचर पनि भन होइन टिचर सधैँ फ्रस्ट्रेटेड होइन कतिपय देखाएको छ हामीले मैले आफैले पनि देखाएको छु भन्दा स्टुडेन्टहरूको यो पढ्नु नपरे पनि हुन्थ्यो जान नपाए पनि हुन्थ्यो भन्दा रिजल्ट यतातिर र यसैको लागि सल्युसनले चाहिँ हामीले लिएर आयौँ होइन मैले एउटा परिकल्पना गरेँ अब सबै स्कुल लिडर पनि हुन्छ होइन प्राथमिकको उसको साथसाथै पदाधिकारीको साथसाथै अन्त हामीले परिकल्पना गरेको एउटा स्कुल लिडर होइन स्कुल ओनर स्कुल प्रिन्सिपल कस्तो हुनुहुन्छ भनेर रियल लाइफमै इम्प्लिमेन्ट गरिसकेका स्कुलको चाहिँ प्रिन्सिपलको सानो डकुमेन्ट्रीहरू बनाएको छौँ होइन सानो एउटा क्लिपहरू बनाएको छौँ भोलि हजुरहरूको पनि बनाउँछौँ हामी बनाउँदै पोस्ट गर्दै यसरी गर्छौँ यसलाई मैले सेयर गर्न चाहेँ वर्षौंको मेहनतले निर्माण भएको प्रतिभा माध्यमिक विद्यालय हाम्रा लागि एक संस्था मात्रै होइन यो हाम्रो सपना हो शैक्षिक नेतृत्वका हिसाबले यस सपनालाई जीवन्त राख्न हामी हरेक दिन सङ्घर्ष गर्दै आएका छौँ यो संस्थाको भविष्यका लागि दिनरात खटिरहँदा एउटै प्रश्नले बारम्बार जवाफ मागिरह्यो 21औं शताब्दीका विद्यार्थीलाई प्रभावकारी र सन्देशपूर्ण तरिकामा कसरी पढाउने समय अनुसारको समाधान खोज्दै जाँदा हामी जोडिन पुग्यौँ आइएनजी इम्प्याक्टसँग आइएनजी इम्प्याक्टले माई सेकेन्ड टिचर जस्तो विश्वस्तरीय प्रविधि मार्फत विद्यालयहरूलाई एउटा नयाँ परिचय दिँदै आइरहेको छ आजका प्रविधिमा रमाउने विद्यार्थीहरूलाई नयाँ र आकर्षक तरिकाले अध्ययन गर्ने वातावरण मिलेको छ शिक्षा र प्रविधिमा आएको नयाँ चुनौतीलाई स्वीकार्दै हामीले रोजेको यस प्रविधि मार्फत आज रमाइलो कुराकानी सुनेर भिडियो हेर्दै पढ्न मिल्ने भएकाले विद्यार्थीहरूका लागि पढाइ बोझ होइन रहर बन्दै गएको छ
पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम अनुसार तयार गरिएको इन्टरेक्टिभ भिडियोज तथा ई बुक जस्ता रमाइला पाठ्य सामग्रीहरूले गर्दा आजका विद्यार्थीहरू कक्षामा सक्रिय र उत्साहित भएका छन्। शिक्षकहरूका लागि पनि यो प्लेटफर्म सहायक बनेको छ। एनुअल क्यालेन्डर, टिचिङ गाइड, टिचिङ स्लाइड्स जस्ता टुल्सको प्रयोगले शिक्षकहरूले अध्यापनको परिभाषा बदल्दै आउनुभएको छ। त्यस्तै एन लेसन क्विजबाट आउने डायग्नोस्टिक रिपोर्ट्सका मार्फत हाम्रा शिक्षकहरूलाई हरेक विद्यार्थीका कमी कमजोरी औलाउने अवसर पनि मिलेको छ। आज हरेक अभिभावकहरूले सजिलै आफ्नो डिजिटल डिभाइसबाटै आफ्ना छोराछोरीहरूको शैक्षिक प्रगति निरीक्षण गर्न र विद्यालय सम्बन्धित कुनै पनि जानकारी पाउन सजिलो बनेको छ। विद्यालयको नेतृत्व गर्दै गर्दा म आफै पनि विद्यालयका हरेक गतिविधिबारे पूर्ण रूपले जानकार छु। प्रत्येक विद्यार्थी साथै शिक्षकहरूको पर्फर्मेन्सलाई मूल्याङ्कन गर्न वा अभिभावकज्यूहरूलाई कुनै पनि सूचना पठाउन अब केही क्लिकमै सम्भव भएको छ। आज हाम्रो विद्यालयका 4 स्तम्भहरू विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनको सिङ्गो टिम एकै ठाउँ जोडिएका छन्। प्रविधि मैत्री शिक्षाको अपार सम्भावनाले हामीभित्र आत्मबल थपिएको छ। आज परिवर्तनका साना नमुनाहरू मात्र देखिएरन्, तर भोलि कक्षा कोठाबाट सुरु भएको यस परिवर्तनले विद्यालय, समाज हुँदै देशलाई नै टेवा पुर्याउनेछ। हामी विश्वस्त छौँ हामीले निर्माण गरेको यो विद्यालय आज ज्ञान र ऊर्जाको मुहान बनेको छ। हाम्रा विद्यार्थी, शिक्षक र अभिभावकज्यूहरूले मिलेर आज यस विद्यालयलाई 21औं शताब्दीको विद्यालयका रूपमा तयार पारेको हुँदा हामी भविष्यबारे ढुक्क छौँ। पछि प्रमोसनमा जाँदाखेरि हजुरहरू पनि आउँछ गर्न खोजेको यही नै हो। सबैले टेक्नोलोजीले जोड्नु होइन। टिचरलाई पनि भनौँ न, आज हामी लिडर्सहरू चाहिँ नि को टिचर कस्तो छ के छ भनेर हामीले सेकेन्ड ह्यान्ड इन्फर्मेसन चाहिन्छ। हामी यो टेक्नोलोजीबाट फर्स्ट ह्यान्ड इन्फर्मेसन